आइस्याडो चाहिँ लगाउनु मनपर्छ तर ब्रसहरू नै मजाले घुमाउन आउँदैन भनेर जस्तो टेन्सन लाग्छ भने चाहिँ टेन्सन नलिनु होला। मैले यो 3B को यो हल्का ग्लिटरीवाला आइस्याडो चाहिँ लिएर आइसकेको छु। आइस्याडो भन्ने कि के भन्ने यसलाई यार, आइस्याडो नै भनौँ होला होइन। आँखाको माथि लगाउनु मिल्छ मजाले। यसलाई यसरी गरिदिने नडराइकन है। यस्तो राम्रो छ यो ब्रान्डको सबै कुराहरू। मलाई पहिला यो ब्रान्डले मस्कारा पनि पठाइदिएको हो। यहाँ जुन देख्न सक्नुहुन्छ नि, यो यतापट्टिको आँखामा यो 3B के मस्कारा हो। एकदमै लङ लास्टिङ वाटरप्रुफ। हेर्नु न, मैले तपाईँहरूसँग कुरा गर्दा गर्दै ऐना पनि हेर्नु परेको छैन। यस्तो मजाले यो लाग्छ है। अनि लतपतेर दायाँ बायाँ पनि हुँदैन क्या, कस्तो राम्रो छ क्या यो। यसमा चाहिँ कलर अप्सन पाउनुहुन्छ है। यहाँ तल पनि लाउँछु ल म हल्का आँखाको तल। अब मुख चाहिँ के गरेको होला यस्तो भइहाल्यो। हेर्नु त है, आँखाको तल पनि लगाएँ मैले। कुरा गर्दा गर्दै 1 मिनट पनि लागेन क्या। यस्तो मजाले लाग्छ यो आइस्याडो भनौँ के भनौँ, आई पेन्सिल भनौँ है। यस्तो मजाले लाग्छ। मैले चाहिँ यो हुन्छ नि यो खरानी कलरमा लिएको हो भनेदेखि यसमा चाहिँ हजुरहरूले विभिन्न कलरहरू पाउन सक्नुहुन्छ है। कलर अप्सन छ यसमा। जसलाई आइस्याडो लगाउनु मनपर्छ तर ब्रस युज गर्नु आउँदैन, कतिसम्म गर्ने भनेर टेन्सन हुनुहुन्छ भने टेन्सन नलिनु होला। यो पेन्सिलवाला युज गर्न सक्नुहुन्छ। यो टाँसिँदैन पनि, यताउति जाँदैन पनि, तल पनि झर्दैन। तपाईँहरूले इजिली मजाले युज गर्न सक्नुहुन्छ। पार्टीमा जाँदा होस् अथवा अफिस वेयरमा जति पनि युज गर्न सक्नुहुन्छ है। यसको लिङ्क मैले यहाँनिर राखिदिनेछु, तपाईँहरूले हेर्न सक्नुहुन्छ है त। यदि हजुरलाई मनपर्छ भनेदेखि एकपल्ट ट्राई गर्नु होला।